नेपाल भित्रको नेपाल नेपालको मध्य पश्चिमी पहाडको सुन्दर र ढल्किरहेको मुटु हो बागलुङ बजार। विभिन्न किसिमका मौलिक कुराहरूलाई चाहिँ पुनः अभ्यास गर्दै त्यसलाई चाहिँ पुनः आफ्नो ठाउँमा चाहिँ उजागर गर्नको लागि निरन्तर लागि परिरहेका छन्। नेपाल भित्रको नेपाल नेपालको मध्य पश्चिमी पहाडको सुन्दर र ढल्किरहेको मुटु हो बागलुङ बजार। यो केवल सदरमुकाम र व्यापारिक केन्द्र मात्र नभई संस्कृति, कला, आस्था र इतिहासको सङ्गम स्थल हो। यहाँको गल्लीहरूमा लोकजीवनको मौलिक धड्कन सुनिन्छ। मानिसहरूको बोलीमा संस्कृतिको सुगन्ध पाइन्छ, जहाँ परम्परा र आधुनिकता हातेमालो गर्दै अघि बढ्छ। पर्यटनका लागि चास र आकर्षणको अर्को परिचय हो गण्डकी सोनिम झलुङ्गे पुल। धार्मिक यात्राको दृष्टिले पनि बागलुङले खास महत्त्व बोकेको छ। नेपालकै धार्मिक धरोहर कालिका मन्दिर अनि बागलुङको शिरमा पञ्चकोट धाम र पाउमा बग्दै गरेको काली गण्डकी। बागलुङको मौलिक कलालाई अवलोकन गर्दै गर्दा मौलिक संस्कृतिसँग ठोकिन पुग्यौँ र समेतवश उक्त समय लम्गाउँ भन्ने गाउँमा मौलिक कौरा साँझ हुने भन्ने कुरा पनि थाहा भयो र हामी उक्त स्थलतिर लाग्यौँ। त्यहाँ पुग्दा त्यहाँका स्थानीयहरूले उक्त मौलिक कौरा साँझको लागि व्यापक तयारी गर्दै रहेछन्। र त्यही बेरमा लम्गाउँ आमा समूह पनि आउनुभयो र पाहुनाहरूको लागि खाजाको व्यवस्थातिर लाग्नुभयो। उक्त समयमा लम्गाउँ आमा समूहको आफ्नो मौलिक भाषा सुन्ने पनि अवसर जुर्यो। मगर सांस्कृतिक संरक्षण समूह बागलुङको अध्यक्ष र म नेपाल मगर विद्यार्थी सङ्घ बागलुङको सचिव। र अहिलेको यो सन्दर्भ चाहिँ
हाम्रो मगर पहिचानसँग सम्बन्धित मगर कला संस्कृति र परम्परागत मौलिक चिज जुन चाहिँ लोपोन्मुख र लोप हुँदै गइरहेका छन् त्यसलाई जगेर्ना गर्ने हिसाबले फरक फरक किसिमका हाम्रा मगर समुदायमा प्रचलित र अहिले चाहिँ लोप हुँदै आइरहेका कला संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले हामी बागलुङ जिल्लाका सबै प्रकारका युवाहरूलाई समेटेर नयाँ किसिमको अभियानमा चाहिँ छौँ। त्यो अभियान अन्तर्गत चाहिँ हामीले मगर समुदायभित्र के कस्ता खालका इतिहास छन् र के कस्ता खालका मौलिक कला संस्कृतिहरू छन् त्यसलाई चाहिँ पुनः उजागर र जगेर्ना गर्ने हिसाबले हामी निरन्तर रूपमा लागि परिरहेका छौँ र त्यसभित्र रहेर कला संस्कृतिका कुरामा हामीले चाहिँ अहिले सोरठी, कौरा, भूमे, घाटु लगायतका विभिन्न किसिमका मौलिक कुराहरूलाई चाहिँ पुनः अभ्यास गर्दै त्यसलाई चाहिँ पुनः आफ्नो ठाउँमा चाहिँ उजागर गर्नको लागि निरन्तर लागि परिरहेका छौँ र अहिलेको सन्दर्भमा हामीले बागलुङ बजारमा चाहिँ मगर कौरालाई चाहिँ विशेष अलिकति प्राथमिकता दिएर त्यसमा लागि परिरहेका छौँ। कौराको बारेमा भन्नुपर्दाखेरि नेपालको किम्वदन्ती अनुसार तनहुँ जिल्लाको रिसिङ गाउँबाट चाहिँ उद्गम स्थल त्यहाँ भएर उत्पत्ति भएर त्यहाँबाट चाहिँ पूर्वी क्षेत्रमा तनहुँ, दमौली, बन्दीपुर त्यो ठाउँमा चाहिँ एकदम प्रचलित हुँदै आयो र त्यहाँ चाहिँ अहिले परम्परा र चलन अनुसार नै विशेष समयदेखि लिएर त्यसमा चाहिँ कौरा गाउने चलन छ। यो कौराको चाहिँ इतिहास चाहिँ जुन यो हाम्रो मौलिक कौराको त्यसमा चाहिँ यो धानहरूको काम सकेर यो जुन फागुनदेखि हाम्रो यता वैशाख जनै पूर्णिमासम्म चाहिँ कौरा गाउने चलन छ। त्यसमा चाहिँ कौरा चाहिँ हाम्रो काम गरेर थाकेका भेनाहरूलाई अथवा कुनै विशेष पर्व विशेष कार्यक्रममा कौरा भोज बोलाइने चलन छ। साथै सालीहरूले भेनाहरूलाई एक गाउँको सालीहरूले अर्को गाउँका भेनाहरूलाई गएर कौरा भोज त्यही त होला खैजडीहरू ठाउँमा कौरा भोज गर्न जाने कौरा भोजमा चाहिँ सालीहरूले भेनाहरूलाई सत्कार गर्ने खुवाउने र रमाइलो गर्दाखेरि चाहिँ कौरा गाइन्छ। नमस्कार ल ल ल ओहो स्वागत गेटमै बसेर हैछ ओहो ल हे ल ल सालीलाई थोरै कोसेली यताको कालो बङ्गालहरू जानु भ्याउनु सालीले पैसा दिनु सालीले फुल पनि दिनु पैसाले चाहिँ के किनेर खाने पैसा पैसा हात्ती हजुर
कताबाट यसो बसौँ होला त हारियो त लैयो क्या अहिले त त्यसै साँच्चै लगा मन्जुर दामलाई नै भन्ने हो कि फेरि राम्रोसँग धोइदिइहाल्छन् सालीहरू किसिम राम्रो राम्रो अझै यतै राखौँ कि सँगै ल यता खासै खान मन त थिएन साले भाग्यमानी रहेछ म त्यहाँबाट अब अरू जान्दिनँ ल खानै पर्यो खाने हो कि खाने होइन खाने हो सबभन्दा ठुली साली त यही बाँकी नै छ अब कुन अहिले जितिन्छ पक्कै जितिन्छ अरू चालेर लान्छ सक्दिनँ होला होइन तर साली चाहिँ हिँडेर जान्छु अनि छिन्क्या पहिल्यै अब त्यो तिमीहरूले बुझ्दैनौ कौरा गाउँ गएको चाहिँ अर्को खालको विधि चाहिँ कस्तो छ भन्दाखेरि जब कौरा गाउँदै गरिन्छ कौरा गाउन सुरु गर्दाखेरि हामी मगरहरू हामी प्रकृति पूजकहरूले चाहिँ हामीले कौरा गाउँदा सिमे भूमि चण्डी गोएर सम्झेर चार दिशा मरेर कुन ठाउँको प्रचलित छन् त्यो ठाउँका देवी देवता सम्झेर सरस्वती सम्झिएर अनि कौरा सुरु गर्छ Bye.
पात्रतिर लग्ने कौरा गाउँदा दोहोरो किसिमको साली भेना नै सँगै नाचेर गर्ने र भेनाहरूले कौरा गाउँदै गर्दा खैँजरीको तालमा बजाउँदै गर्दा सालीहरूले भेनाहरूलाई बोलाएर अनि भेना साली सँगै नाचेर भेना सालीको रमाइलो रिझाएर त्यसबाटै चाहिँ माया प्रेम गरेर पनि छुट्टिने भन्ने
सुरु गर हो केटा भर्दी फेरि आयो भने त लान्छ फेरि एउटाको हिउँ नपेटेपछि छवटाको त पछिकै रहेछ गरे
घरनानीको छोरी त यही छौ नि भन्ने हेर त